हेलो गाइज, आजको हाम्रो यात्रा भनेको पराञ्चोक भगवती जुन चाहिँ पाँचखालमा छ, जहाँ हामी यहाँ साँगाको नयाँ बनेको सुरुङ हुँदै मेन रोड भएर जान्छौँ। हाम्रो भिडियो ब्लग चाहिँ अब सूर्य विनायक सल्लाघारीबाट सुरु भएको छ। यहाँदेखि उतै माथिसम्म त अब पहिलेदेखि बिजी थियो, ठुलै बाटो थियो होइन, त्यहाँबाट अलिक साँघुरो थियो। हेरौँ अहिलेको हाम्रो नयाँ बाटो के हुँदैछ। सूर्य विनायक भक्तपुर टु पाँचखाल है त। आजको नयाँ दिन सुरुवात गरौँ एक्सपल्सको साथमा होइन। अब ठ्याक्क यहाँबाट सानो बाटो सुरु हुन्थ्यो भने पहिला अब चाहिँ पुरा ठुलो हाइवे नै भइसक्यो। ठुलो तिनतिर बाटो छ, बिचमा एक्सप्रेस। अब उता हाम्रो लेफ्ट साइडतिर चाहिँ अब लोकल गाडी चल्छ होला, त्यही नै चल्छ होइन। एक्सप्रेस च्यानल चाहिँ बिचबाट खिलिली भइसक्यो साथी हो बाटो। 60-70 होइन। पहिला बाटो अलिक साँघुरो थियो भने अहिले चाहिँ पुरा बढिसक्यो। हामी 90को स्पिडमा अलिकति अगाडि जाउँ। अब त्यहाँबाट अलि गाडी आइसकेपछि यहाँ चाहिँ बाटो अलिकति अझ एक्सपेन्सन भएको छैन रहेछ होइन, खनिसके पनि छैन। अब के हुने हो, यहाँ बढ्छ होला। त्यहाँ खुल्ला थियो भने अब अलिकति अगाडि हामी आइसकेपछि चाहिँ बाटो अझ खनिसकेको छैन रहेछ थोरै। पहिला अस्ति नै जस्तो धेरै त छैन होइन। त्यति नै थियो, 1 मिनटको अलिकति कच्ची बाटो। यहाँ त फेरि बाटो बनेकै रहेछ गाइस। यहाँ फेरि अब हामी साँगातर्फ लाग्दैछौँ होइन। अहिलेसम्मको बाटो हेर्नु चाहिँ खुल्ला भएछ, बाटो ठिकठाक छ होइन। त्यही भन्दै अस्ति नै पनि आइसकेँ म। अब हिलसम्म बन्दै थियो भने अहिले धेरै ठाउँमा बनिसकेको छ होइन। साँगामा अलिकति बनिसकेको छैन, साँगामा नि बनिसक्यो, तलतिर पिच हानिसक्यो होइन। माथितिर बनेको छैन, अस्तिदेखि लाम्बे थियो। अनि एउटा अर्को भनेको बनेपा र साँगा बिचमा त ठिकठाक नै छ भनौँ होइन। त्यो दुईवटा सेक्सनमा चाहिँ बनिसकेको छैन। यति दुई ठाउँमा बन्यो भने हामी धुलोसम्म आधी घन्टामा पुगिन्छ। अब ट्राफिकहरूले अब बिचमा त्यही स्पिड लिमिट राख्यो भने हो त्यहाँ पुगिने भने होइन। मन लागि छ तिनीहरूलाई, कहिले 50 कहिले 30। अब अलिकति बनाएको छैन, यहाँ पनि धेरै भयो। त्यो बाटो नबनाउँदैदेखि त्यहाँ बिग्रेको थियो, अहिलेसम्म बनाइसकेको छैन। अहिले पनि जस्तो त्यस्तै छ। अब हामी जाँदैछौँ 90 स्पिडमा अझ साँगातर्फ। यहाँ दुईतिर बाटो त अब खनेको छन्, तर पिच भइसकेको छैन होइन। मार्जिन छोडेको छ।
अब हामी यहाँबाट नि एक्सप्रेस अगाडि बढौँ 90को स्पिडमा। बाटो सब चकाचक, सब दामी होइन। यस्तै हो जिन्दगानी। चुइँ मेन भने साँगा चाहिएको छ। अब यहाँ त ठिकठाक छ। अब हामी ल साँगा आइपुग्यो गाइज। यहाँ अलिकति टाइम खान्थ्यो। यहाँ के हुँदैछ त अब। अब हामी पहिला तपाईँहरूले याद छ कि छैन, साङ आइसक्यो। सानो वनको बाटो हिँड्नुपर्थ्यो है गाइड। अहिले चाहिँ वन सन सब गोली मारौँ। वन सन केही छैन, बाटो ठुलो छ। यहाँ आउने बित्तिकै कस्तो मजाको फिलिङ्स आउँथ्यो पहिला। त्यो बाटो एक्सटेन्सन नहुँदाको होइन। अलि उकालो, त्यसपछि मजाले केही दुखाउने एकदम। एकदम बेग्लै फिलिङ्स आउँथ्यो क्या साँगासम्म आउँदाखेरि पनि होइन। अनि अहिले त्यो अब देखिँदैन, याद नै बाँकी भयो। ल हिँड्यो थियो पहिला, अहिले यति जान्छेको छ गाइड। टप्दै अगाडि बसौँ। ओ कालो धुवा, माई गड। कालो धुवा कहिलेलाई कारबाही हुनु पर्यो। कारबाही त्यो त भएन नि यार। चाहिने कुरामा गर्दैन सरकार त्यत्तिकै। पुरानो गाडी भए पनि अलिकति ठिकठाक काम काटिने ल है भन्ने। के भन्ने 70-80को स्पिडमा बिलिली है त साँगा पनि। अब तिर मार्नु पर्ने कुरा छैन अब यो साँगामा पनि। बेसिलो छैन रहेछ होइन। अब अर्को भनेको मेन बनेपा यानि पलङ्कीको जस्तो बनिसक्यो है गाइड। अन्डरग्राउन्ड माथिपट्टि अनि सिलिङ्सहरू पिलर भने। अब त्यहाँबाट अलिकति फेरि ओभरअल झरिसकेपछि चाहिँ अलिक बनेको छैन रहेछ। यहाँ मेन्टेनेन्समै छ। भन्छ अब यसो विचार गर्दाखेरि यसरी नै गऱ्यो भने बिचसम्म चाहिँ गर्छ 3 महिना। दायाँ बायाँ भएन भने नभए अब त्यही त हो नि, कहिले गर्छ थाहा छैन। 5 वर्ष नि लाग्छ, 7 वर्ष नि लाग्छ। अब हामी यहाँबाट नि अलिकति 90 स्पिडमा अगाडि बढौँ है गाइज। अनि यो बाटो काडाङगुडुङ चाहिँ अलिकति लामै नै रहेछ होइन। ठुलो धुवा खाँदै त्यही गाइज। ओभरअलहरू चाहिँ बाटो ठिकठाक नै छ, यस्तो जाम चाहिँ काहीँ पनि देखिएन होइन। ठिलिले नै आउन सकिन्छ। अब साँगाबाट पनि हामी अगाडि बढ्दैछौँ। हो भने बनेपा अर्को मेन ठाउँ भनेको बनेपा। अलिकति बाटो अझ पनि सुधार भएको छैन त्यहाँ चाहिँ होइन। सम्म चाहिँ ठिकै छ। चाहिँ भयङ्करै भइसक्यो गाई ठुलो। अब प्राय अस्ति नै नालाबाट गएर आउँथ्यो म, भक्तपुरबाट नाला भक्तपुर होइन। त्यहाँबाट
अर्को यहाँ बाटो भनेर यसो आइदिएको गाइज भरे भइसकेछ है। लिली अब हामी अब एक्सप्रेस जाउँ लिली बनेपाल हो। हामी बनेपाल आइपुग्यो जस्तो गाइज। यहाँ चाहिँ त्यस्तै छ बेहाल। यहाँ पुलदेखि उता बनेपाल जाम छ जस्तो छ यहाँबाट हेर्दाखेरि। नामले रस्तो छ ल। दायाँ बायाँ गरेर सञ्चालनमा आएको छैन, त्यो बाटो जानुपर्ने छ। त्यहाँबाट एक्सप्रेस नभए त 90 बाटो चाहिँ यस्तै छ है गाइज। बनेपा कटिसकेपछि फेरि लिली हो, त्यहाँसम्म बनेको छैन, त्यही बनेपा चोक अझ त्यहाँ अलिअलि हाले रहेछ भने हामी लिली गएपछि त अब त्यहाँ 5 मिनटमा आइपुग्छौँ है लिली चाहिँ। ल भन्दा आइसक्यौँ। अब यहाँसम्म आउँदैलेको बाटोको कुरा गरौँ भने बनेपा साँगाबाट अलिकति अब माथि, साँगा कटिसकेपछि त्यही 2 ठाउँमा मात्र छ। अब अरू ठाउँमा ओभरअल बाटो पनि ठुलो, पिच पनि भइसक्यो, त्यही 2 ठाउँ मात्र हो। अब अरू ठाउँ ठिक भइसक्यो भन्दै अब हामी यताबाट यता गयौँ भने पुग्छौँ 5 खाल गोलघाट, त्यहाँबाट अब उता गोर्खा होइन, चौतारा, मेलम्ची, कहाँ जाए भने आज चाहिँ हामी पलाञ्चोक भगवती माई त्यहाँसम्मको छौँ होइन। यहाँको बाटो अब अलिक बिग्रेको भने त्यो खावाको बाटो थियो, त्यो पनि 1 वर्षै भइसक्यो। यहाँ पनि अलि मजाले पिच गरिदिएको होइन, अलिकति तल धेरै त होइन, अब 5 मिटर जति मात्र अलिकति गाल्डुङ गुल्डुङ छ। गाल्डुङ गुल्डुङ भने अब पिच छैन होइन, नभए ओभरअल 5 खालसम्मै पिच भइसक्यो। फेरि 2टा ठाउँमा मात्र त्यो अलिअलि मिटरमा बनाइदिएको छैन अझ, किन हो अब यता अलि लिली। अब हामीलाई यहाँबाट 5 खाल पुग्नलाई लगभग आधी घन्टा जति लाग्यो होइन। 5 खालबाट लामी डाँडा आइसकेपछि अब हामी यहाँबाट
मासतिर चढ्नुपर्ने हुन्छ ट्याक्क त्यो अहिले गुगल बोर्ड देख्न सक्नुहुन्छ त्यहाँबाट वान वे नै हो यहाँबाट एउटै रोड छ दायाँ बायाँ कहीँ जानु पर्दैन मिल्लोदे रोड हामी लाने डाँडा 5 को लाने डाँडा आइसकेपछि 10 किलोमिटर छ उकालो चढ्नुपर्छ है बाटो सर्टकट हरियाली मेन रोडको कस्तो ठुलो छैन ट्याक्क अब यहाँबाट चिनिसकेपछि भनेको 10 किलोमिटर हामीलाई जानुलाई लाग्ने भयो 15 मिनट 16 मिनट जति लाग्छ हामी माथि पुग्नलाई अलिकति बटारेर गयो भने होइन तल झर्नलाई लाग्छ 10 मिनट त्यो कालोभन्दा ओह्रालो सजिलो हुनुपर्छ अहिले होइन हेर्नुहोस् भ्यू राम्रो छ काठमाडौँदेखि यहाँसम्म धुलो खायो धेरै खायो अनि यहाँबाट पनि धुलो खानु पर्दैन सफा हावा फोक्सोमा खाँदै जाने हुने गाइस काठमाडौँमा यारपन्ता धुलो खान्छ हरेक सेकेन्ड अब यता चाहिँ छैन ल आउनुहोस् दर्शन गरौँ पलाञ्चोक भगवती माई सबैको रक्षा गरून् यसलाई रक्षा गरून् प्रभु हामी अब एक राउन्ड गरौँ घन्टीहरू झुन्डाएका छन् यहाँबाट अझ भित्र छायातिर गयो भने त्यहाँ पनि टन्ने देवी देवताहरूको मूर्ति बनाएका छन् अनि यो मन्दिर चाहिँ भगवती माईलाई भनेर अर्पित गरिएको छ।